हेलो गाइस नमस्ते। यो हो नवलपुर जिल्लामा अवस्थित नारायणी नदी। यो कोलुवादेखि तलतिर पर्दछ। यतिखेर यो साँझको बेला हो। रमाइलो छ, सुन्दर दृश्यहरू छन्। पारी कता कता यही नारायणी नदीमै घाम डुब्न लागेको जस्तो देखिरहेको छ। साँझको बेला भएर होला, घाम अस्ताउने बेला भइसकेको छ। हामी नारायणी नदीमा आएका छौँ। साथमा सुजन भाइ छ। तल एकजना भाइले माछा मार्नको लागि जाल हाल्दैछ। यो नारायणी नदी हो। यहाँ धेरै घडियाल गोहीहरू पनि पाइन्छन्। साँझको बेलामा घडियाल गोहीहरू बास बस्नको लागि किनारतिर आएको पनि देखिन्छ। यहाँ पनि एउटा घडियाल गोही देखिसक्यो। एउटा हेर्दा हेर्दै भिडियो गराउँदा गराउँदै घडियाल गोही आइरहेको छ। यो लामो निकै लामो छ, अलि पर देखिरहेको छ। यस्तो छ नारायणी नदी। हजुरहरू पनि घुम्न आउनुहोस् बेलुकी पख, कति रमाइलो हुन्छ यहाँको सुन्दर दृश्यले। अनि साथीहरू, मेरो यो युट्युब च्यानललाई लाइक, सब्सक्राइब र अनि त्यसपछिबाट सेयर गर्न नबिर्सनु होला। मलाई सपोर्ट गर्नुहोला। हजुरहरूले सपोर्ट गर्नुभयो भने मैले नयाँ नयाँ भिडियोहरू, धेरै भिडियोहरू, नयाँ नयाँ ठाउँको भिडियोहरू लिएर आउनेछु। अहिले नयाँ नै छु। हजुरहरूको सपोर्टको खाँचो छ। हस्त अहिलेलाई बिदा हुन्छु। नमस्ते, बाई।